समय एकदमै चेन्ज भइसक्यो क्या। पहिला मान्छेहरू चाहिँ बिना कारण भेट्थे, घन्टौँसम्म कुरा गर्थे, हाँस्थे, रमाउँथे, घरको आँगन नै सोसल मिडिया जस्तो थियो कि। तर अहिले चाहिँ सबैजना आफ्नो दुनियाँमा बिजी छन् एन्ड घरभित्रै भए पनि दूरी बढेको छ कि। हुन्छ नि, हामी चाहिँ यस्तो जेनेरेसनमा आइसक्यो कि हामी आफ्नो छरछिमेक, आफ्नो फ्यामिली मेम्बर, आफ्नो रिलेटिभ्सहरूसँग भन्दा पनि हामी नचिनेको मान्छेहरूसँग चाहिँ चाँडो घुलमिल हुने, उनीहरूसँग चाहिँ बोल्न हुन्छ नि, घुलमिल हुन चाहिँ सहज हुने खालको जेनेरेसन आइसक्यो कि। एन्ड हाम्रो परिवारको मेम्बरहरू भेट्ने भनेको नै हुन्छ नि एकदमै रेयरली के हुन्छ नि, अकेजनहरूमा, स्पेसल अकेजन अथवा बिहेहरूमा मात्रै भेट हुन्छ कि, नत्र त अघि पछि भेटै हुँदैन। अहिले कोही कहाँ भइरहेको हुन्छ कि। टाइम चाहिँ एकदमै चेन्ज भइसक्यो।